लेटाङ नगरपालिकाले लेटाङ 7 वाराङ्गे स्थित ऐतिहासिक पौराणिक महत्त्व बोकेको बराजी धामको प्रवर्धन गर्ने काम अघि बढाएको छ। सुनसरीको बराक्षेत्र धाम झैँ महत्त्व बोकेको भए पनि ओझेलमा परेको बराजी धामको प्रचार प्रसारका लागि लेटाङ नगरपालिकाले जगद्गुरु बालसन्त महाराजलाई निमन्त्रणा गरी बराजी धामको भ्रमण गराएको छ। नगरपालिकाको निमन्त्रणामा प्राचीन हरिद्वार चतराधामका पीठाधीश जगद्गुरु श्री 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 1008 बालसन्त मोहन शरण देवाचार्य ज्यू महाराजले लेटाङ 7 वाराङ्गी पुगेर बाराजी मन्दिरमा दर्शन तथा पूजापाठ गर्नुभयो। सो अवसरमा बालसन्त महाराजले मन्दिरमा पूजापाठ गर्नुका साथै मन्दिरको महत्त्व, ऐतिहासिक पक्ष, जनश्रुति लगायतका विषयमा जानकारी लिनुभयो। लेटाङ 7 का वडाध्यक्ष खगेन्द्र बहादुर लिम्बुले जगद्गुरु बालसन्त महाराजलाई बराजी धामको महिमा र बराक्षेत्र धामसँगको सम्बन्धको बारेमा रहेका जनश्रुतिहरूबारे जानकारी गराउनुभयो। कार्तिक पूर्णिमाको दिन चाहिँ यहाँ तपाईँको इलाम पाँचथर धनकुटा मोरङ लगभग 4वटा 5वटा जिल्लाको मान्छे यहाँ दर्शन गर्न आउनुहुन्छ। अनि यहाँ दर्शन गर्दा चाहिँ यहाँ छोराछोरी नपाउनेहरूले छोराछोरी पाउने, अनि गोली नआउने नानीहरू छन् भने गोली आउने, अनि आफूले जे चिज मागेको छ त्यो चिज पुरा हुने। म पनि चुनावमा लड्दाखेरि मैले यहाँ मागेको थिएँ, एकदम उडाउँछु। हामीले यहाँ फेरि बहुत दिनु मिल्दैन, यो पर्यावरणले ल्याउने उडाउने मात्रै बा। अनि त्यही भएर अब त्योभन्दा बढी त थाहा छैन, किनभने अब हामीले भर्खर भएको कारणले। अनि त्यो खजुन जाति किन यो पहिला हाम्रो लिम्बू जातिमा एउटा खजुन भन्ने खजुन भन्ने थर हुन्छ। पहिला यो बरा क्षेत्र के अरे यो के अरे यो चाहिँ सुँगुर भएर निस्केको सुँगुरको दुध लिएर आएको रहेछ। त्यतिखेर यहाँ नै तल बहिनीमा कोदो खाँडेको छ। कोदो खाँदै गर्दाखेरि त्यो खजुन जातिले चाहिँ जन्तुले हामीलाई मारेको छ। अनि त्यसो भएपछि उनीहरू यहाँ मन्दिरमा दर्शन गर्न आउनु मिल्दैन, उहाँहरू आउनु पनि हुँदैन। अहिले हामीले सुन्दा चाहिँ उता बराक्षेत्र मन्दिर भन्दा यो हाम्रो बराक्षेत्र चाहिँ यो मन्दिर चाहिँ अलिक जेठो के अरे दिदी उता चाहिँ बहिनी भन्ने यहाँ हुँदै त्यहाँदेखि उता गएको हुने इतिहास चाहिँ थाहा छ मैले। जगद्गुरु बालसन्त महाराजले वराह महापुराण, स्कन्द महापुराण, रामायण र महाभारतमा समेत नेपालका तीर्थस्थलहरूको सन्दर्भ उल्लेख भएको जानकारी दिँदै नेपाल आफैमा तीर्थस्थलको रूपमा रहेको बताउनुभयो। उहाँले पवित्र बराक्षेत्र झैँ महत्त्व बोकेको बाराजी धामको दर्शन गर्न पाउँदा खुसी लागेको बताउनुभयो। श्री हरि रक्षतु राष्ट्रम। पहिला त बाबुलाई म धन्यवाद दिन्छु, हाम्रो पत्रकार बन्धुलाई। समग्रमा बराह महापुराण र स्कन्द महापुराणमा बडो गर्वसाथ के भनेको छ भने नयपालाख्यपुर्याम तु प्रसिद्धायाम महितले लिङ्गम पशुपति साख्यम सर्वकाम फलप्रद। नेपाल आफैमा तीर्थ हो। नयपालाख्यपुर्याम तु प्रसिद्धायाम, विश्वमा आजभन्दा 5000 वर्ष पूर्व व्यासले आफ्ना कलमले देख्नुभयो यो नेपाल विश्वको सबैभन्दा ठुलो तीर्थस्थल हो भनेर लेख्नुभयो। त्यसै गरेर महाभारतमा पनि नेपालको नाम छ। नेपाल विषय एच राजानस्तानवादेर अवतिर्यम तत शैलात् पूर्वाम दिशम विद्रुत। त्यही कारण रामायणमा पनि नेपालको नाम छ। चकारम बाघ तीर्थम च धर्मान कुर्वन् यथा सुखम गण्डकी सङ्गमे स्नात्वा नेपाले जगदीश्वरम। त्यहाँ बराह महापुराणमा पनि लेखेको छ नेपाले य शिवस्थानम। यहाँ यी सबै पुराणले हाम्रो नेपालको महिमा यति धेरै गाएको छ। त्यसमा पनि नेपालका कुटकुटको महिमा गाइएको छ। त्यसमा पनि आज असाध्यै महत्त्वपूर्ण कुरा चाहिँ के लाग्यो भने हामीले चाहिँ बराह क्षेत्र सुनसरीको हाम्रो चतराधामदेखि माथि कोका कौशिकीको सङ्गममा बराह क्षेत्र छँदै छ। तयोसु सङ्गमे तीर्थे बराह क्षेत्र मुत्तम भएर वर्णन गरिएको छ। र त्यस्तै पवित्र बराह क्षेत्र आज हामीले यो
यो लेटाङ नगरपालिका वार्ड नम्बर 7 को बाराङ्गी भन्ने ठाउँमा अत्यन्तै प्राचीन अर्को बराक क्षेत्रको दर्शन गर्न पायौँ। असाध्यै खुसी लागेको छ। यसका विषयमा अब हामी गम्भीर भएर शास्त्र अध्ययन गर्नुपर्छ। किनभने 1 लाख श्लोकको महाभारत छ, 80,000 श्लोकको स्कन्द पुराण छ र स्कन्द पुराणको नागरखण्ड भन्ने छ। त्यसमा के लेखेको छ भने 1 लक्ष नेपाले ग्रामीणम परिकीर्तितः 1 लाख गाउँ भएको देश नेपाल हो भनिएको छ। त्यो नामै नगरखण्ड। नागरखण्ड त्यही नागरखण्डभित्र यो ठाउँको वर्णन हुनसक्छ। हामी यसलाई चाँडोभन्दा चाँडो अध्ययन गरेर बाबुहरूलाई सूचना प्रवाह गर्ने प्रयत्न गर्छु। साह्रै खुसी लाग्यो, साह्रै आनन्द। प्राकृतिक धरोहर र दोस्रो कुरो धनकुटा, पाँचथर, इलाम र मोरङ 4वटा जिल्लाको सङ्गम क्षेत्र पनि रहेछ। साह्रै सुन्दर रहेछ। असाध्यै आनन्द लागेको छ। हामी गदगद छौँ यो दर्शन गर्न पाएर। स्थानीयवासीले बाराजी मन्दिर र बराह क्षेत्र मन्दिरबीच सम्बन्ध रहेको किंवदन्ती बताउने गरेको प्रसङ्गमा उहाँले महाभारतको हिमवत खण्डमा बराह क्षेत्रबारे उल्लेख भएको बताउँदै थप अध्ययन गरेर जानकारी गराउने बताउनुभयो। लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले बराजी धाम र बराह क्षेत्र धाम बीच सम्बन्ध रहेको भनेर स्थानीय बुढापाकाले बताउने गरेकाले दुई धार्मिक स्थललाई एक आपसमा जोडेर यस क्षेत्रको प्रचार प्रसार गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यका साथ बालसन्त महाराजलाई निमन्त्रणा गरी बराजी मन्दिरको दर्शन गराएको जानकारी दिनुभयो। यो धेरै प्राचीन कुरा त हो नै, तर प्राचीन कुरामा बुढापाकाहरूले सँग बुझ्दाखेरि चाहिँ यसको सम्बन्ध चाहिँ सप्तकोशीको बराह क्षेत्रसँग रहेको कसरी यहाँको बुढापाकाले कुरा गर्नुहुन्छ भन्दाखेरि यो चाहिँ दिदी उता चाहिँ बहिनी भन्ने कहावतहरू गर्नुहुन्छ र दिदी बहिनीको सम्बन्ध पनि रहेको हुनाले पनि त्यस विषयलाई हामी चाहिँ बालसन्तज्यूसँग हामीले जोडेका छौँ। उहाँले थप त्यसको अध्ययन गर्ने र कहीँ न कहीँ जोडिएकै छ भन्ने उहाँको पनि बुझाइ छ। र तेस्रो कुरा चाहिँ यसलाई मूल कुरा चाहिँ हामीले यो बराह क्षेत्रलाई धार्मिक पर्यटनको रूपमा पर्यटनलाई पनि जोड्नको लागि चाहिँ हामीले प्रयत्न गरिरहेका छौँ र यो हाम्रो प्रयत्नमा थप बल पुर्याउनको लागि हामीले हाम्रा बराह क्षेत्रका बालसन्त गुरुलाई चाहिँ हामीले आज यहाँ भिजिट गराएका छौँ। यसको चाहिँ दार्शनिक, ऐतिहासिक, प्राचीन धार्मिक ग्रन्थहरूमा के कस्तो यसको लिङ्केज छ त्यो पनि उहाँले चाहिँ अध्ययन गरिदिनु हुन हामीले अनुरोध गरेका छौँ। र यस पछाडि हामीले चाहिँ उहाँले अनुसन्धान गरेर अध्ययन गरेर जोडिएका विषयहरूलाई पनि हामी यो धार्मिक यो बराह मन्दिरमा जोड्ने हिसाबले आज उहाँको हामीले भिजिट गराएका छौँ। आशा गरेका छौँ यो भिजिटले यो बराह क्षेत्र अथवा बराह मन्दिरको उन्नति, प्रगति र धार्मिक पर्यटन विकास गर्नलाई कोसे ढुङ्गा साबित हुने विश्वास मैले लिएको छु। लेटाङ नगरपालिकाले बराजी धामलाई नगरको प्रमुख धार्मिक पर्यटक क्षेत्रको रूपमा विकास गर्ने योजना अघि सारेर नगर पर्यटन गुरु योजनामा समेत समेटेको छ। मुख्य पर्यटक क्षेत्रमध्ये लेटाङ 1 को राजारानीमा केही कामहरू अघि बढेकाले अबको ध्यान बराजी धाममा रहेको नगर प्रमुख लावतीले बताउनुभयो। बराजी धामको प्रचार प्रसारसँगै भौतिक संरचना निर्माणका लागि समेत स्थानीयवासीसँग छलफल गरी आवश्यक योजना निर्माण गरेर अघि बढ्ने उहाँको भनाइ छ। स्थानीय जनश्रुति र शास्त्रीय सन्दर्भका आधारमा बराजी धाम र बराह क्षेत्र धाम बीचको सम्बन्धलाई उजागर गर्दै नगरपालिकाले यी धार्मिक स्थललाई एक आपसमा जोडेर प्रचार प्रसार गर्ने योजना अघि बढाएको हो। जगतगुरु बालसन्त महाराजको दर्शन तथा पूजापाठले बराजी धामको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म उजागर गर्ने अवसर सिर्जना भएको छ। नगरपालिकाको यो पहल कदमीले बराजी धामलाई पूर्वकै प्रमुख धार्मिक पर्यटक गन्तव्यको रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्न सकिन्छ।